लुसीको लागि भने स्पेसली माथि गमलामा पुरा के गहुँको बोटहरू रोपिदिएको त्यसले बाख्रालाई खाए जस्तो खाँदो रहेछ। धेरै नखा, डेली चाहिन्छ। लुसी धेरै नखा, यता धेरै खा। लुसीको लागि त्यो गहुँ रोपिदिएको त गहुँ दिल्ली खाने रहेछ ल। यस्तो छ, खानुको तात्पर्य के बुझेन है यसलाई। गहुँ खतरा खाँदो रहेछ। ल यस्तो छ, गहुँ किन खाएको बुझेन मैले। हिजो अस्ति बाहिर लगेको गहुँ खान थालेँ क्या, त्यही भएर यसले गहुँ खाएको केही उपचार हुन्छ कि रोगको लागि भनेर राखिदिएको। अब यसले भोमिट गर्नु बेर छैन, खाना त खायो। यसको औषधि नै यही रहेछ क्या। मैले भर्खर यसले खायो, अब यसले केही भोमिट गर्न खोज्दैछ। यसको शरीरमा केही नराम्रो खाना छ होला क्या। यिनीहरूको आयुर्वेदिक यही होला मेरो विचारमा, हामीलाई पो थाहा छैन। भर्खर उसले घाँस खायो, अब उसलाई त्यो पेटभित्र गएन, त्यसले औषधिको काम चाहिँ गरिरहेछ। सबै खाएन, घाँस त्यत्रो खाएर रहेछ, त्यत्रो खाएको फेरि त्यसलाई पुरा नि बोकन्डियो। त्यो पहेँलो के त्यो बिगार होला क्या। फेरि खान लाग्दैछ, खानिदियो। घाँस त खोजेर खाँदैछ, खा। हो रहेछ ल, यो कुकुरहरूलाई औषधि हुने रहेछ, भर्खर बुझ्यो। यसले खायो, निल्दियो, यसको मतलब यो बिगार होला क्या मेरो विचारमा। पहेँलो फेरि खाँदैछ। पक्कै केही त यसको औषधि होला क्या। यिनीहरूले खाएर फेरि आफै ओकेलेको खाँदैछ। यिनीहरूको जहाँ केही त होला यो विशेषता, हामीलाई पो थाहा छ। यो साइन्टिफिक रिजन हामीलाई थाहा छैन। अब यिनीहरूको आयुर्वेदिक के हो कसो हो, जनावरहरूको आयुर्वेदिक के हो थाहा छैन। भर्खर उसले खायो, त्यो उसले बिगारेको पहेँलो फालिदियो होइन, फेरि उसले खाँदैछ। फेरि उसले फाल्छ कि थाहा छैन। फेरि सबै खायो, फेरि खान जाँदैछ ल। फेरि खोजेर खाँदैछ। अब उसलाई पुग्यो होला, खान छोड्यो। यो यिनीहरूको जो के अरे पूर्वजको त्यो तरिका भने जस्तै यिनीहरूको होला के। अब यो बरु यसले पचायो होला। अब यसले बिगार फाल्यो, पानी पिउनु थाल्यो, यसले पक्कै पचाउँछ होला। लुसी उता हेर त, उता कसो हेर त, जा त हेर त, त्यहाँ कसो हेर त, तल हेर त, कस त्यहाँ हेर त, को छ? कोही छैन? कोही छैन? उता हेर त, उता हेर त, उता लुसी यता आइज, जा हेर त उता को छ हेर त, जा हेर त। क्याच समा पक्कै त्यहाँ केही पन्छी होला क्या, त्यसलाई समाउनु कोसिस गर्दैछ हटाएर। उसले यहाँ देख्यो होला क्या, उयो भाग्यो, परेवालाई समाउनु पर्दो रहेछ। खायो फेरि पुरा घाँस मजाले खाने रहेछ। भर्खर उकाले फेरि खायो, फेरि अरू खाँदैछ। पक्कै यसलाई केही त पेटभित्र केही त छ। यसले आफ्नो उपचार आफै गरिरहेछ। यसलाई नै खुलाउन यहाँ रोपिदिएको, खाइरहेछ मजाले। मजाले घाँस खाँदो रहेछ।
त्यो फुल नखा फुल ननिकाल त्यहाँ फुल 15 रुपैयाँ रहेछ यो फुल 15 रुपैयाँ फुलमा नछौ लुसे भयो धेरै खानु हुँदैन लुसे भयो यो त सबै खाइदेवा यो खा लुसे उता खा यो खा त्यहाँ फुल छ फुल नखा भयो लुसी नो भयो कति खाएको तैँले लुसी ए यता लुसी स्याट बस बस अप बस बस सल्युट लुसी सल्युट के भयो तँलाई तैँले के किन खाएको हा लुसी लुसी किन खाएको न अट्याक लुसी पानी पर्न थाल्यो अट्याक यहाँ पनि घाँस खोज्दै खान्छ यो स्टे भनेपछि आउँदैन यसको स्टे यो जबसम्म न्युवारीमा मैले वा भन्दैन आउँदैन त्यही बर्खा बस्छ अब उसलाई यहाँ डोर लक गर्छ होइन डोर लक गरेर घरभित्र जा भने यो डोरै खोलेर जान्छ अप जान्छ फेरि मैले अप भनेर ठोपार नदिनु भित्र जान्छ अप जान्छ मैले बोलाउन साथ आउँछ लुसी त्यहाँबाट हेरेछ लुसी हुन्छ वाह लुसी नो वाह नो अप Tanwa, stay. Wah. Wah. Go home. What is the answer? Go home. Good. यसको एउटा विशेषता यहाँ छ फेरि यसलाई छ नि यसलाई अपोजिटबाट लक गर्यो भने यसले खोल्न आउँदैन अब उसलाई थाहा छ अपोजिटबाट लक गरे वाह अपोजिटबाट लक गरे उसलाई थाहा छ खोल्न आउँदैन खोल्नु सक्दैन आइसक्यो अब उल्टा सुल्टाबाट हाल्न सक्छ खोलेर आइछ नो वाह अब उसलाई थाहा छ उताबाट जनावर भयो भने दिमाग छ क्या कसरी खोल्ने कहाँबाट खोल्न सकिन्छ जम्प नो जम्प त्यति दिमाग छ क्या ओए जा गो होम म आफू लिएर आउँछु जा बस नो त्यही म आफू ल्याउँछु लुसी हाफ खाने हो हाफ खाने आउँछु ल अब यहाँ स्पेसल लुसीको लागि भनेर मैले चट्ट मासु ल्याएर यहाँ कुकुर प्रेसरमा बोइल गरेर राखेको छु हड्डी सब कुछ ल्याएर राखेको पनि मासुको परिकार पकाउनु भात चाहिँ यहीँ जम्मा गरेर यसमा मिक्स गरेर खुवाउने ल अब चाहिँ राखेँ
भात चाहिँ मासु सासु खाएको नभएको भात प्लस त्यो हड्डीहरू राखेर खालाउने उसको दाना नि छ दाना एडलको खुलाइराखेन लुसीको यो एडलको जो 10-10 किलो ल्याएको राम्रो खाइरहेको छैन यो यस्तो एउटा यो 10 किलोको एउटा दाना अनि एउटा फोकस गर्ने दुईटा छ खुलाइरहेको छु खाएर चाहिँ यहाँ हेर्नु मजाले कुनै यहाँ टिभी हेरिरहेको छ कार्पेट मिलाएको छ यहाँ हेरिरहेको छ